निमन्त्रण गर्नुभएको लागि म अति नै आभारित छु अनि थ्याङ्क यू सो मच। अनि यो समय दिनुहुने नानी सुरेशलाई पनि विशेष हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। अनि म सम्पूर्ण मण्डली परिवार लगायत आजको हाम्रो छरछिमेकी हाम्रो इष्टमित्रलाई स्वागत तथा अभिवादन। कृषि यीशुको नाउँमा जय मसीह, नमस्ते अनि ह्याप्पी क्रिसमस अनि मेरी क्रिसमस। अनि आज सारा संसारभरि हाम्रो यीशुको जन्म उत्सवको रमझमहरू भइरहेको छ। अनि हामी पनि यहाँ त्यसै क्रमलाई रमझम गर्नलाई अनि उहाँको उत्सवलाई मनाउनलाई हामी उपस्थिति भएका छौँ। हालेलुया। अनि आउँदै गरेको नयाँ सालको पनि साथै हजुरहरूको उन्नति र प्रगतिको लागि शुभकामना व्यक्त गर्न चाहन्छु। म 2025मा अधुरो रहेको कुराहरू यदि तपाईहरु मेरो विचार सोचलाई ख्रीष्ट यीशुमा हामीले सदा राख्न सक्यौं भने चाहिँ 25मा अधुरो रहेको कुरोलाई चाहिँ 26मा परमेश्वर पूरा गर्दै हुनुहुन्छ। हालेलुया, पूरा गर्दै हुनुहुन्छ। अनि आज पूरा गर्नुहुन्छ उहाँले। तर तपाईहरु मैले अपेक्षा गर्नुपर्छ, धैर्य धारण गर्नुपर्छ, हैन? धैर्य धारण केही पाउनलाई केही गुमाउनु पर्छ, हो के भन्नुस् त? केही पाउनलाई केही गुमाउनु पर्छ। हालेलुया। यीशु ख्रीष्टले पनि संसारमा आउनुभयो, कन्या मरियमबाट जन्म लिनुभयो, तर त्यसै उहाँ बिना योजना बिना चाहिँ संसारमा आउनु भएको थिएन। आमेन। यो सबैलाई सर्वविदितै छ अनि सबैलाई थाहा छ। ख्रीष्ट यीशु चाहिँ आज पापीहरूको लागि आउनु भएको कुरोलाई पनि प्रष्ट रूपमा हामी सबैलाई नै विज्ञ छौँ। ख्रीष्ट यीशु चाहिँ तपाईँ र मेरो लागि आउनु भएको। तपाईँ मानिलिनुहोस्, ख्रीष्ट यीशु नपाउनेको लागि पनि ख्रीष्ट यीशु आउनु भएको। आमेन। ख्रीष्ट यीशु पाउने, उहाँलाई पछ्याउनेको लागि मात्रै होइन, नपछ्याउनेको लागि पनि उहाँ आउनु भएको। आमेन। अनि आज साँच्चै नै एकदमै सान्दर्भिक छ ख्रीष्ट यीशु संसारमा आउनलाई चाहिँ। उहाँको जन्म उत्सव सेलिब्रेसन गर्नलाई हामी उपस्थिति भएका छौँ। आज हामी हर्षित छौँ, हामी खुसी छौँ, किनकि महान परमेश्वरको जन्म उत्सव मनाउनलाई चाहिँ हामी एकदमै खुसी छौँ। हालेलुया। प्रेम धेरै प्रकारको हुन्छ। एउटा ईश्वरीय प्रेम हुन्छ, एउटा माया ममताको प्रेम हुन्छ, तर एउटा सबै कुरो भन्दा चाहिँ नबिर्सिने प्रेम चाहिँ ख्रीष्ट यीशुले गर्नुभयो। संसारले गर्ने प्रेम चाहिँ स्वार्थी प्रेम हो, केही छिनमा बिर्सिनु सक्छ। आमेन। तर ख्रीष्ट यीशुले चाहिँ आध्यात्मिक प्रेम गर्नुभयो तपाईहरु मेरो लागि। आमेन। यहाँनेरि म तपाईहरुलाई यो कुरो भन्न चाहन्छु, यसलाई उचालेरै आज जति पनि क्रिस्चियन रिलिजन छ, अर्थात् परमेश्वरलाई यीशुलाई पाउने व्यक्तिहरूले प्रयोग गर्ने आज पुस्तक चाहिँ आज शक्तिशाली परमेश्वरको वचन चाहिँ आज हाम्रो माझमा छ। यसैमा छ हाम्रो सबै कुरो चाहिँ। हालेलुया। यो यत्रो एउटा बुक छ, हामी यो भन्दा ठुल्ठुलो ठेलीहरू पढेर आएका छौँ भने सोच्नुहुन्छ कतिजनाले, सोच्छौँ हामी। अनि तर यहाँ चाहिँ 66वटा पुस्तकहरू चाहिँ समन्वय गरिएको छ अनि मुष्टमा एउटा गुष्ठी बनाइएको छ। गुठी, पुस्तकको एउटा गुठी भनिन्छ यसलाई चाहिँ। हालेलुया। अनि आज ख्रीष्ट यीशु किन आउनुभयो हाम्रो लागि भन्दा चाहिँ हामी एक दिन पापको दासत्वमा दलिरहेका थियौँ। पापको दासत्वले हामीलाई राज्य गरिरहेको थियो। अनि सृष्टिको आरम्भमा हेर्ने हो भने चाहिँ त्यो पापलाई छुटकारा दिनलाई परमेश्वरले सृष्टिमा पहिला विचार र सोचहरू राख्नुभयो, किनकि मानिस त उहाँको महिमा गर्नलाई सृष्टि गरिएको थियो। तर विडम्बनाको कुरा बीचमा, मानिसहरूको बीचमा पापले राज्य गर्यो। त्यो समयमा तपाईको 400 वर्ष अवधिभरि चाहिँ अझ मानिसहरू ख्रीष्ट यीशु नआएको समयमा बीसीमा चाहिँ तपाईँ र म पापको दास भएका थियौँ। तर
परमेश्वर पिताले हेर्न सक्नु भएन कि आफूले सृष्टि गरिएको कुराहरू नाश भइरहेको कुरोलाई उहाँले देख्न सक्नु भएन। नाश भएर जाओस् भनेर चाहिँ सृष्टि गर्नुभएको थिएन। अनि तपाईँ र म 400 वर्ष बिचमा ग्यापमा हामी तपाईँ र म चाहिँ पापको दासमा लादिरहेका थियौँ। तर त्यसै कुरोलाई उहाँले टिठ्याउनु भयो। अब म मेरो पुत्रलाई दिनेछु। यिनीहरूको पाप बलिहरू, होम बलिहरू, अन्न बलिहरू, अर्घ बलिहरू, विभिन्न बलिहरू आज गर्दैछन्, प्रयास गर्दैछन् उद्धार र मुक्ति पाउनलाई, अनि गर्दैछन्। तर पनि प्रयास गरेको कुराले नभएको कारणले चाहिँ आफ्नै पुत्रलाई संसारमा पठाउनु भयो। हालेलुया। अनि 2025औं क्रिसमस सेलिब्रेसन गर्दैछौँ हाम्रो महान राजाको। आमेन। महान राजा, महान उद्धारकर्ता, महान जीवनदाता। आमेन। किनकि यीशुमा जीवन छ, यीशुमा उद्धार छ, यीशुमा मुक्ति छ। किनभने जहिले पनि राम्रो कुरो तितो हुन सक्छ। दबाई गुलियो हुँदैन, तितै हुन्छ, हो कि होइन? तितो हुन सक्छ। तर हजुरहरूलाई म अनुरोध गर्न चाहन्छु, तितोलाई चाहिँ मिठोमा परिणत गरेर चाखी हेर्नु। त्यसै कारणले त प्रभु भलो छ चाखिएर। हालेलुया। भजन लेखकहरूले त्यसै बनाएको होइन, प्रभु भलो हुनुहुन्छ। तर यीशु ख्रीष्टले चाहिँ प्रकाशको पुस्तकमा लेख्नु भएको छ, म जसरी पिताका जाँदैछु तिमीहरूलाई म यतिकै टुरा छोड्ने छुइनँ, एक दिन तिमीहरूलाई म लिन आउनेछु। हालेलुया। उहाँको घोषणा मात्रै होइन, उहाँले पुरा गर्नुभयो। यीशु ख्रीष्ट संसारमा आउनुहुन्छ अरे, परमेश्वरले पठाउनुहुन्छ अरे आफ्नो प्यारो पुत्रलाई भनेर। विभिन्न संसारको तपाईँ पुरानो नियममा हेर्नुभयो भने विभिन्न अगमवक्ताहरूले, अगमवादिनीहरूले घोषणा गरेका थिए यीशु मसाया आउँदै हुनुहुन्छ भनेर, घोषणा मात्रै गरे। तर जब न्यू टेस्टामेन्ट सुरु भयो तब ख्रीष्ट यीशु संसारमा आउनुभयो। आमेन। नयाँ खाका कोर्नु भयो, नयाँ गाथा कोरिदिनु भयो। आमेन। आफू मरेर देखाउनु भयो, आफू मरेर तपाईँ र मलाई बचाउनु भयो। आमेन। बाटो देखाउनु भयो। त्यसै कारणले त बाइबलमा लेखिएको छ त, बाटो सत्य र जीवन हो, म बाहेक अरू कोहीद्वारा पनि पिता कहाँ जान सक्दैन। आमेन। आज साँच्चै नै महान विचार, महान बाणी लिएर यीशु ख्रीष्ट संसारमा आउनु भएको हुन त हामीले सधैँ सुनिरहेको वचन हो। नौलो त नहुनु सक्ला, वर्षौनी सुनिरहेको कुरा हो। तर पनि उहाँको वचनमा दृढता र सङ्कल्प चाहिँ जहिले रहन चाहिँ आवश्यकता छ। तपाईँ र मेरो विचार चाहिँ ख्रीष्ट यीशुको विचारसँग समन्वय गर्न आवश्यकता छ। आमेन। जसले ख्रीष्ट यीशुलाई पाउनु भएको छैन, पाउनुहोस्। तपाईँ यहाँ अरू इसाईहरूले जस्तै स्वास्थ्य जीवन जिउनुहोस्। हालेलुया। संसारको दासत्वमा नरहनुहोस्, किनकि हाम्रो ख्रीष्ट यीशुको राज्य फरकिलो छ, फरकिलो छ। र यसै सन्दर्भमा मत्ती 1:23 म हेर्नेछु। हेर, एउटा कन्याले गर्भधारणा गर्नेछ र त्यसले एउटा पुत्र जन्माउनेछ र उहाँको नाउँ इमानुएल राखिने छ, जसको अर्थ हो परमेश्वर मानिसहरूसँग। हालेलुया। इमानुएलको अर्थ चाहिँ परमेश्वरको पुत्र चाहिँ मानिसहरूसँग। हालेलुया। मानिसहरूसँग। अनि एउटा यस्तो अचम्म कुरो छ, स्वर्गको अनि राजा, संसारको राजा चाहिँ किन डुँडमा सुत्नु पर्यो, किन गाईको गोठमा जन्मिनु पर्यो? त्यत्रो एउटा महान संसारको राजा, स्वर्गको राजा भएर किन चाहिँ त्यस्तो दुःखहरू देखाउनु भयो? एकछिन हामी मनन गर्नेछौँ, किन त्यस्तो देखाउनु भयो? दुःख उठाउन आउने मान्छे दुःखकै धारणा गरेर आउनु आवश्यकता थियो। हालेलुया। दुःख उठाउन आएको त उहाँ त काम मलमा हाइकम जमाउनलाई, कुनै एउटा निर्देशन गर्नलाई आउनु भएको होइन त उहाँ त। तपाईँ र मैले गरेको पुर्खादेखि बगी आएको पापलाई उठाउन आउने मान्छे चाहिँ उहाँ त्यस्तै द्रुत गतिमै आउनु आवश्यकता थियो। हालेलुया। अनि जन्मिनु पनि गाईको गोठमा। महान राजाहरूको पनि राजा को चाहिँ किन मल थिएन र?
थियो नि, होइन? थियो महल। तर पाप उठाउन आउने मान्छे त्यस्तै भएर आउन आवश्यकता थियो। आमेन। कुनै कुराहरू गल्ती गरेको छैन उहाँले संसारमा आएर। संसारको कारण प्रविधिहरूलाई पनि उहाँले पुरा गर्नुभएको छ, कहिले पनि मिच्नु भएको छैन। कहिले पनि व्यक्तिगत सोच राखेर म त महान स्वर्गबाट पठाइएको व्यक्ति हो, मेरो हाइकम यो संसारमा हुनुपर्छ भनेर कहिले पनि भन्नु भएन। मेरो निर्देशन चल्नुपर्छ कहिले पनि भन्नु भएन। मरियम र युसुफले जनगणना गर्ने समयमा उहाँको जन्म पश्चात तुरुन्तै आफ्नो देशमा लानुभयो, किनकि लानुपर्ने थियो। त्यो जन्मनुभन्दा अगाडि नै संसारिक बाउ युसुफ र कन्या मरियमलाई सपनामा दर्शनहरू दिइसकेको थियो, स्वर्गदूतले समाचारहरू दिइसकेको थियो। हालेलुया। ती सबै कुरालाई पुरा गर्नुपर्ने कुरा थियो। अनि कन्याबाट कसरी जन्मियो भनेर यहाँ अचम्म हुन सक्छ। एउटा कुरा, बाउ र आमाबाट मात्रै जन्मिन्छ त? बाउ र आमाबाट त जन्मेको त ईश्वर भक्ति ज्ञान प्रदान गर्न सक्ने, अर्काको लागि कसैको लागि मर्न सक्ने, बलिदानको शक्ति लिएर आउने परमेश्वरको पुत्र चाहिँ जन्मन सक्छ। त्यो चाहिँ स्वर्गदूतबाट चाहिँ गर्भधारण भएको कुरा हामी पाउँछौँ बाइबलमा। हालेलुया। अलौकिक शक्तिबाट बाउ र आमाको बाट होइन, पवित्र आत्माद्वारा गर्भधारण हुनुभयो। हालेलुया। जन्मनु भयो, पेन्तुस पिलातुसको अधिकारमा रहेर दुःखहरू भोग्नुभयो। उहाँमा एउटै पनि अहम्पना थिएन, त्यसै कारणले तपाईँ र मसँग पनि त्यो अहम्पना हुनु आवश्यकता छैन। आमेन। बिना शर्त सबै कुरालाई पुरा गर्नुभयो। अनि एउटा क्रिसमस भनेको चाहिँ सुसन्देश पुर्याउने काम पनि हो। हालेलुया। आत्मा नबचेकोहरूलाई, क्रिस्चियसलाई फलो नगर्ने व्यक्तिहरूलाई सुनाउने दिन पनि हो। अनि एउटा कुरो आदान प्रदान गर्ने दिन पनि हो। अनि यो समयमा दिने दिन पनि हो। युसुफ चाहिँ तपाईँ र म जस्तै व्यक्ति भएको कारणले गर्दा गुप्तमै त्याग्ने विचार पनि गर्यो। ध्यान दिएर सुन्नुहोस् है। युसुफले चाहिँ, संसारको बाउले चाहिँ गुप्तमै यो कसको गर्भ बोकेको स्त्रीलाई म एक्सेप्ट गर्दिनँ भनेर त्याग्ने विचार गर्यो। तर जब युसुफ मस्त निन्द्रामा थियो, त्यो समयमा स्वर्गदूतले आएर भन्यो, कन्या मरियमलाई नत्याग र त्यसलाई एक्सेप्ट गर, किनकि त्यो चाहिँ स्वर्गबाट गर्भधारण भएको व्यक्ति हो। त्यसै कारणले संसारको पाप उठाइ लैजानलाई मैले संसारमा पठाएको व्यक्ति हो। निसङ्कुश कुनै पनि 32वटा कोठारमा कुनै कोठारमा पनि निसङ्कुश नमानिकन एक्सेप्ट गर भनेपछि चाहिँ अनि युसुफले आफ्नो श्रीमतीलाई एक्सेप्ट गरे। मग्नी हुनुभन्दा अगाडिको कुरो होइन। कन्या मरियमलाई युसुफले मग्नी गर्नुभन्दा अगाडि त्यो कुराहरू बिचमा आयो। युसुफलाई पनि त्यो एकचोटि ऊ शरीरमा भएको कारण उसलाई पनि त्यो काउलताहरू आयो भित्रबाट। तर त्यसलाई प्रुफ गर्नलाई चाहिँ स्वर्गबाट स्वर्गदूत परमेश्वरले खटाउनु भयो। हालेलुया। युसुफले एक्सेप्ट गरे। आमेन। एक्सेप्ट गरेपछि चाहिँ आज तपाईँ र मेरो उद्धारकर्तालाई चाहिँ कन्या मरियमले जन्म दिनुभयो। आमेन। जन्म दिनुभयो मात्रै होइन, त्यतिमै सीमित होइन, संसारको पाप लिएर उहाँ क्रुसमा मर्नुभयो। इम्पोर्टेन्ट कुरो चाहिँ यहाँ छ। जन्म भन्दा पनि उहाँ क्रुसमा गएको कुरो चाहिँ इम्पोर्टेन्ट छ। मानिसको पाप धुनलाई मानिस नै मर्न आवश्यकता थियो। मानिसको लागि चाहिँ मानिसकै रगत आवश्यक भएको कारणले गर्दा तपाईँ र मेरो पुर्खादेखि बगिआएको श्रापलाई, बगिआएको पापलाई धुनलाई चाहिँ मानिसै क्रुसमा मर्नु पर्ने थियो। उहाँको रगत अनुमोल थियो, उहाँको रगतमा शक्ति थियो, उहाँको रगतमा जीवन थियो, उहाँको रगतमा छुटकारा थियो। हालेलुया। गौरवको कुरो। थ्याङ्क यू सो मच दिनुपर्ने कुरा त त्यहाँ पो छ त। हालेलुया। मानिसको पाप धुनलाई मानिस नै बलि हुनु आवश्यकता थियो।
परमेश्वर अनविज्ञ हुनुहुन्न थियो तपाईँ र म जस्तो, म विज्ञ हुनुहुन्थ्यो। अब के गर्ने भन्ने विचार पुर्याएरै आफ्नो पुत्रलाई संसारमा पठाउनु भयो। पठाए मात्रै होइन, क्रुसमा बलिदान हुनलाई पनि पठाउनु। आमेन। यीशुमा न ईर्ष्या थियो, यीशुमा न डाह थियो, यीशुमा न प्रतिस्पर्धा थियो, यीशुमा केही पनि थिएन। हालेलुया। निस्वार्थ भावनाले उहाँ क्रुससम्म नै लुरु जानुभयो कि भएन बलिदान दिने कुराहरू, नम्र भएर लुरु भएर जानुभयो। आज पाप धुनलाई पनि यीशु मृत्युसम्म नै लुरु भएर जानुभयो। हालेलुया। मर्नुभयो अनि तपाईँ र मलाई जीवन दिनुभयो, अनि संसारको दासत्वबाट तपाईँ र मलाई छुटकारा दिनुभयो। आमेन। गौरवको कुरो, खुसीको कुरो, मान्नुपर्ने कुरा त त्यहाँ पो छ त। हालेलुया। अनि किन जन्मियो, के को लागि जन्मियो भन्नको खातिर चाहिँ ख्रीष्ट यीशु चाहिँ पापीहरूलाई उद्धार र मुक्ति दिनलाई जन्मिनु भयो। आमेन। हामी विश्वासीहरूले इसाई जगतले कहिले पनि नसोच्दा हुन्छ, किनकि ख्रीष्ट यीशु चाहिँ तपाईँ र मेरो लागि मात्रै मरेको होइन, संसारको सम्पूर्ण मानिसको लागि उहाँ मर्नु भएको, संसारको लागि बलिदान हुनु सक्नुहुने राजा पो त, परिकल्पनै गर्न नसक्ने राज्य छ उहाँको। कुन सानो, कुन ठुलो, कुन धनी, कुन गरिब, उहाँको लागि त्यो सरोकार छैन। हालेलुया। सबैलाई उहाँको राज्यमा आँट्ने ठाउँहरू बनाउनु भएको छ। आमेन। अब यसै सन्दर्भमा यशाया 44:22 पनि म हेर्नेछु। यसरी लेखिएको छ, मैले तेरा अपराधहरू बादल झैँ र तेरा पापहरू बिहानको कुहिरो झैँ हटाइदिए। फर्केर आइज, किनकि मैले तँलाई मल तिरेर छुटकारा दिएको छु। हालेलुया। को अर्थ यो हो, ख्रीष्ट यीशु संसारमा आएर जन्मिनुको अर्थ चाहिँ महत्त्वपूर्ण कुरो छ। फर्केर आइज। तपाईँ र म बाटो बिराएर हिँडिरहेका थियौँ, एक दिन थियो कि थिएन भन्नुहोस् त? तपाईँले बाटो बिराएर कहिले काहीँ गल्ती गर्नुभयो होला, तर गल्ती गर्नुभयो होला त्यो, तर पनि ख्रीष्ट यीशुले तपाईँलाई गल्तीको महसुस गर्नुहुन्न, किनकि तपाईँ र मलाई प्रेम गर्नुहुन्छ। आमेन। चाहे तपाईँ जुनै धर्मबाट, जुनै पृष्ठभूमिबाट आउनुहोस्, तर तपाईँलाई ख्रीष्ट यीशुले प्रेम गर्नुहुन्छ। आमेन। उहाँले माया गर्नुहुन्छ तपाईँलाई। तपाईँ नाश भएको मेरो छोराछोरीलाई प्रेम गर्नलाई नै आफ्नो पुत्र पठाउनु भयो। आमेन। गऱ्यौँ होला डरलाग्दो गल्तीहरू, कहिलेकाहीँ छोराछोरीले बाउको कुरा नसुनेर गल्तीहरू गरी पठाउँछ होला, तर बाउले हल्का फल्का कहिलेकाहीँ गाली गरे तापनि उसको भित्र हृदयमा चाहिँ माया रहिरहन्छ। हालेलुया। पिताले जहिले पनि पुत्रको लागि भलाइको लागि सोचिरहेको हुन्छ, छोरीको लागि छोराको लागि भलाइ सोचिरहेको, किनकि मुटुको टुक्रा हो नि त। ख्रीष्ट यीशुलाई पनि आफ्नो मुटुको टुक्रा थियो र पनि संसारलाई दिनुभयो। हालेलुया। यीशुलाई तपाईँ र मेरो लागि संसारमा दिनुभयो। त्यही त भन्दछ त यहाँ बिर्सिने कुराहरू छ, उहाँले कहिले सम्झिराख्ने कुराहरू छैन। यहाँनिर 22 भन्दछ नि त, मैले तेरा अपराधहरू बादल झैँ र तेरा पापहरू बिहानको कुहिरो झैँ हटाइदिए। फर्केर आइज, किनकि मैले तँलाई मल तिरेर छुटकारा दिएको छु। आफ्नो पुत्र दिएर तपाईँ र मलाई छुटकारा दिनुभएको छ। आमेन। कहिलेकाहीँ हामी विडम्बनाको कुराहरू, मानिस बैगुनी छ, कहिलेकाहीँ परमेश्वरलाई बिर्सिन्छौँ। परमेश्वरले तपाईँ र मेरो जीवनमा काम गर्न चाहिएको कुरो चाहिँ तपाईँ देख्न चाहनुहुन्छ भने चाहिँ उहाँको प्रेममा हामी रहन आवश्यकता छ। फर्किआऊ। अन्तिमको क्षणमा के गर्छ त मान्छेले? केही कुरो गरेर नसकेपछि परमेश्वरलाई अपनाउँदछ। म आफै पनि हो। तपाईँहरूको बिचमा म भन्न चाहन्छु, म यस्तो ल्याङफ्याङ जीवन जिउने मान्छे हो, ख्रीष्ट यीशुको राज्यमा आँट्नै नसक्ने मान्छे हो। म एउटा संसारको कुराहरूमा ओकलत गरेर हिँड्ने मान्छे, लडेर हिँड्ने, संसारको कुराहरूमा खेलकुदमा व्यस्त रहने मान्छे। तर मलाई थाहा थिएन कि परमेश्वरको राज्यमा मैले काम गर्नुपर्छ। मलाई चाहिँ मेरो चाहिँ जीवनमा परमेश्वरको योजना छ भन्ने कुरोलाई चाहिँ थाहा थिएन। म अनभिज्ञ थिएँ। जब ख्रीष्ट यीशुको राज्यमा आउन सफल भएँ,
परमेश्वरलाई म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। अहिलेसम्म उहाँहरूले आत्मा मात्रै बचाउनु भएको छैन, मेरो शरीरलाई पनि बचाइराख्नु भएको छ। हालेलुया। किनकि राम्रो बाटो देखाउनु भयो परमेश्वरले मलाई। त्यो नासुने ठाउँमा त नजाए, त अरू जस्तो संसारको अभिलाषामा नहिँड, नासुने ठाउँमा त नजाए, तैँले मेरो काम धेरै गर्नु छ, त्यसै कारणले त अरू जस्तो संसारको अभिलाषामा नहिँड। म यीशु ख्रीष्टमा विश्वास गरेँ, साथीहरू धेरै टाढा टाढा भए, मैले सुसमाचार चाहिँ सुनाएँ, भएकै कुरा हो। जत्रै मान्छेलाई पनि मैले सुसमाचार ख्रीष्टको सन्देश चाहिँ सुनाएँ। हेर साथी हो, तपाईँ र मेरो जीवन चाहिँ छोटो छ, एक दिन अस्ताउने छ, घाम फेरि पूर्ण भोलि उदाउने छ। तपाईँ र मेरो जीवन चाहिँ फेरि उदाउँदैन है, अस्ताएपछि अस्तायो नि। त्यस कारणले गर्दा यो छोटो जीवनमै ख्रीष्ट यीशुलाई पाउनुहोस्। तर कुनैले पनि विरोध गर्न सकेन। म जस्तो एउटा घिनलाग्दो मान्छेलाई पनि उहाँले राज्यमा ल्याउनु भयो। आमेन। राम्रो तरिकाले कोही पनि ख्रीष्ट यीशुमा आएको हुँदैन, कोही कोही मात्रै आएको हुन्छ। प्राय जस्तो मान्छे त्यस्तै अवस्थाहरूदेखि आउन सक्छ ख्रीष्ट यीशुको राज्यमा। यहाँ 10:11 पनि हेर्नेछौँ हामी। म असल गोठालो हुँ, असल गोठालाले आफ्नो भेडाहरूका निम्ति आफ्नो प्राण अर्पण गर्दछ। हालेलुया। कुनैले पनि सकेन, संसारमा धेरै आउनुभयो, तर ख्रीष्ट यीशुले मात्रै तपाईँ र मेरो लागि आफ्नो प्राण अर्पण गर्न सक्नुभयो। हालेलुया। उहाँ त्यसैको लागि कन्या मरियमबाट जन्मिनु परेको थियो, किनकि कसै बाउ र आमाको सहवासबाट होइन, सिधै भन्नुपर्दा सहवासबाट होइन, तर उहाँ चाहिँ पवित्र आत्माद्वारा गर्भधारण हुनुभयो। हालेलुया। गोठालाले जहिले पनि भेडाहरूको वास्ता गर्छ। परमेश्वरको दृष्टिकोणमा तपाईँ र म भेडाहरू हो। आमेन। किनकि भेडाहरूलाई गोठालाले धेरै वास्ता गर्छ। तपाईँ र म त परमेश्वरले बनाइएका भेडाहरू पनि त। परमेश्वरले कति, यी ख्रीष्ट यीशु चाहिँ असल गोठाला हुनुहुन्थ्यो। असल गोठालाले असल तरिकाले भेडाहरूको रेखदेख गर्दछ। आमेन। को दुब्लो छ, कुन बलियो छ, त्यो सबै कुराहरू छानबिन गर्ने चाहिँ उहाँको हातमा छ। तर शारीरिक दुब्लो र पातलाको कुरा गरिरहेको छुइनँ, मैले आत्माको कुरा गरिरहेको छु। आमेन। तपाईँ र मेरो प्रयासले नसकेको कारणले गर्दा ख्रीष्ट यीशु, फेरि पनि दोहोऱ्याउन चाहे, ख्रीष्ट यीशु तपाईँ र मेरो लागि आउनुभएको धेरै महत्त्वपूर्ण कुराहरू छ। अनि ख्रीष्ट यीशुको सुसन्देश पुर्याउने काम चाहिँ तपाईँ मेरो। जसरी उहाँहरू ख्रीष्ट यीशु पाउनु भएको छैन, उहाँहरू आउनुभयो, हृदयदेखि नै म धन्यवाद दिन चाहन्छु। तपाईँहरूको माझमा छोटो वचन बोल्नमा यो समय दिनुहुने आदरणीय पास्टर बाबुलाई पनि म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। अन्तिम पद हामी हेर्नेछौँ है त। मत्ती 6:4 हामी पढ्नेछौँ र आजको वचनलाई म अन्त्य गर्न चाहन्छु। तिम्रो दान गुप्तमा होस् र गुप्तमा हुनुहुने तिम्रा पिताले तिमीहरूलाई इनाम दिनुहुनेछ। हालेलुया। यो अन्तिममा मैले किन पढेँ भन्दा चाहिँ क्रिसमस भनेको चाहिँ आदान प्रदान गर्ने समय हो। हालेलुया। दान दिने कुराहरू, हामीलाई एकादशी आउँछ, दान दिनु पर्दैन। चैते दसैँ, तिहार, विभिन्न फेस्टिभलहरू आउँछ, त्यो समयमा हामी दान आदान प्रदान गर्दैनौँ, गिफ्ट आदान प्रदान गर्दैनौँ। नेपाली भाषामा दान भन्छ भने इङ्ग्लिसमा गिफ्ट भन्छ, त्यो आदान प्रदान गर्दैनौँ। मात्रै क्रिसमसमा मात्रै हामी आदान प्रदान गर्दछौँ। हालेलुया। दिनेले नि दिन्छ, लिनेले नि लिन्छ, अनि त्यो कुराहरू चाहिँ आदान प्रदान। त्यसले चाहिँ के देखाउँछ भन्दा चाहिँ त्यो चाहिँ एउटा परमेश्वरमा भएको प्रेमको मध्यान्त कुराहरूलाई आज जोइन राखिरहेको छ।